हेलो गाइजहरु सो गाइज हजुरहरु कस्तो हुनुहुन्छ इफो हजुरहरु सन्चै हुनुहुन्छ होला के भन्छ मलाई पनि आएन तर जस्तो आयो त्यस्तै हजुरहरुलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरुले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। जस्तो भन्छ भने नि हामी चक्रहटी बजारमा घुम्न आएको कि बेलुका इभिनिङ वाक जहिले आउँछौँ नि त। आज के मुड चलेर हल्का केही हजुरहरूलाई देखाऊँ सेयर गरौँ अनि आउनु होला हजुरहरू पनि। राम्रो छ ठाउँ हेर्न सक्नुहुन्छ। अझै लाइट हेर्नु न आम्मा नि यहाँ त दिउँसै उज्यालो भएको छ हौ। भनेर के भन्नु हल्का मिस्टेक भयो, राति नै उज्यालो भएको छ हो। यहाँ त जति हेरौँ फुल हेर्नुहुन्छ, वाउ नाइस फुलहरू लाइटहरू दामी। हाम्रो हेर न पुरै टिकटकर बलराम सरलाई। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। हेर्दामा हेर न अग्लोमा अग्लो, मोटोमा मोटो, ह्यान्डसममा ह्यान्डसम, हेर्दा पनि आम्मामा जिउ लाग्दो। भाइरलमा भाइरल। कोही केटीहरू छ भने यता सम्पर्क गर है हाम्रो सरलाई। ह्यान्डसममा ह्यान्डसम, टिकटक फेरि खतरा पुरै के आम्मा भन्नै नसक्ने क्या। यस्तो खतरामा यस्तो खतरामा लेजेन्ड पुरै ह्यान्डसममा ह्यान्डसम, अग्लोमा अग्लो, जिउमा जिउ, बडीमा बडी हेर्न सक्नुहुन्छ। गोरोमा गोरो, भर्खरै 14 वर्ष विदेश बसेर आउनुभएको। तल जुत्तामा जुत्ता, खुट्टामा खुट्टा, कट्टुमा कट्टु। ये क्या है? यस्तो पो हो त यी हामी पनि त्यस्तै हो। हामी पनि अब यस्तै हो। यो चाहिँ बजार चाहिँ खतरा छ कि मलाई मन पर्यो बजार। अरू त त्यस्तै हो। अरू त मलाई के मन पर्ने यो लाइट र यो साइडको फुलहरू मन पर्यो। हाम्रो यो वातावरण स्वस्थ हुनु पर्यो क्या। अरू त त्यस्तै हो। उता हाम्रो सर कुद्दैछन् पुरै। ल ऊ यस्तो खतरा ह्यान्डसममा ह्यान्डसम मान्छे कुद्दैछन् फिट। कोही केटीहरू छ भने सम्पर्क गर। बात त सही है। तर उहाँको बिहे भइसकेको छ, दुईवटा बिहे भइसकेको छ। हजुरलाई केही फरक पर्दैन भने सम्पर्क गर्दा हुन्छ। एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल। हेर्नु न गाइज हौ पछाडि लाइट आम्मामा। हामी पसल आइसकेको छौँ। पसल आएर एकछिन यहाँ अब पसल आएर केही गफ हान्दैछन् अङ्कल त्यहाँ। म यता बसिरहेको छु यहाँ है। अगाडि चोकमा गएर देखाउँछु ल एकछिनमा। हामी महेन्द्र गेटसम्म आइसक्यौँ। महेन्द्र गेट आएर हल्का अब यहाँ पनि जाओस् न त दुई शब्द भनेर यी महेन्द्र गेट हेर्न सक्नुहुन्छ है। दुई शब्द बोलिदिनु न त यहाँ आएर नि भनेर आयो। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। देखो यी हाम्रो महेन्द्र गेट नि काठमाडौँभन्दा कम छैन कि गाइज हो। आउनु होला घुम्न, कहिले आउनु होला। मौसमको हावापानी कस्तो छ यहाँ? गर्मी त पुरै ठाडै गर्मी छ। सोमबार जानु लाग्यो हामी अब। मुझे चक्कर आने लग गया अब।